बुवा तपाईँ पनि पहिला अब न्यायाधीश होइन सुशीला कार्कीसँग पक्कै पनि तपाईँको सम्पर्क हुन्थ्यो, उहाँसँग काम गर्नुभएको थियो। तपाईँलाई सुशीला कार्की न्यायाधीशको रूपमा चाहिँ कस्तो लागेको थियो? उहाँसँग काम गरेको त होइन, तर उहाँ कानुन व्यवसायी हुनुहुन्थ्यो। हामी न्यायाधीश हुँदा हाम्रो बेन्चमा बहस चाहिँ नि उहाँको सुने हो। उहाँ एउटा सक्षम कानुन व्यवसायी हो, निडर निर्भय भएको मान्छे हो, प्रष्टवक्ता हो, साह्रै राम्रो हो। तर अब अहिले उहाँलाई प्रधान न्यायाधीश बनाउँदाखेरि चाहिँ नि एउटा कानुनी अडचन छ के भने संविधानमा प्रधान न्यायाधीश भइसकेको व्यक्ति कुनै पनि पदमा नियुक्ति हुन मिल्दैन संविधानले। हजुर। अब त्यो नमिल्ने हुनाले अब त्यो के गर्छन्, अब यो असाधारण अवस्था परे भएर काम के बाधा फुकाउ भन्ने एउटा दफा छ, त्यो लगाएर गरे भने नहुने होइन। तर उनी सक्षम हुन्, सक्छिन्, सम्हाल्छिन्। किनकि अब अहिलेको समाचार अनुसार चाहिँ प्रधानमन्त्री हुने लगभग पक्का भयो रे, संसद पनि विघटन गर्ने भयो भनेर समाचार पढिरहेको थिएँ मैले अनलाइन खबरतिर। तपाईँलाई यसको बारेमा के लाग्छ? संसद विघटन नगरिकन सत्ता सम्हालिन् भने त त्यसलाई सफल हुन पनि दिँदैनन्। त्यही भएर किनभने विभिन्न संसदीय दल गठन हुन्छ। हजुर। यही संविधान अनुसार भयो भने हजुर त्यो संसदीय दलले प्रधानमन्त्रीलाई निर्देशन दिन्छ विभिन्न कुरामा। हजुर। त्यो निर्देशन दिएको प्रधानमन्त्रीले मानेन भनेदेखि प्रधानमन्त्रीलाई बर्खास्त गरिदिन सक्छ। त्यही भएर संसद विघटन किनभने अब अहिले संसदीय दलमा त यही पुरानो सांसदहरू हुन्छन्। हजुर। त्यो नयाँ नभएपछि। हजुर। त्यही भएर अप्ठ्यारो माने हो। बालेनले त्यो कुरो बुझेर नै स्वीकार नगरे हो नि। अरूले बालेनलाई सकेन, भाग्यो भन्छन्, बालेन भागे होइन, उसले कुरो बुझेर नस्वीकारे।